तो चलिए शुरू करते हैं। So hello guys, welcome back to my new vlog. New day with a new vlog. So it's me Ramdesh Chakuri from Kolpur. She is my sister. Brother Max. Psycho yaar. She is my sister. Brother Max. Psycho yaar. जे भयो नि मेरो सिस्टर ब्रदर भने पनि यो भाइ हो अनि पछाडि हेर्न सक्नुहुन्छ मेरो अर्का छोटा लाल भाइहरू ओए हाई भन् सबले हाई ब्रो च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु होला आज चाहिँ गाउँमा टक्क यो च्यानलको प्रोड्युसर डाइरेक्टर सब हो यो आज गाउँमा पुरै पानी परेर मा कसम बेहाल छ अनि अब आउँदैछ आँपको सिजन चल पल दिनुपर्छ अब आँपको सिजन हेर त्यो पर्ता दाइको रुखमा त्यो रुखमा आएर आँपको फुल फलेर कस्तो छ बज्दैनस् त धेरै दिन छैन सो यस्तै हो हाम्रो गाउँ भनेको यही हो अनि सो यहाँदेखि अगाडि बजार छ बहुत खतरनाक वाला आवर भिलेज इज सो ब्युटिफुल इन द वर्ल्ड हाम्रो भिलेजको पर्सन चाहिँ छैन हेर्न सक्नुहुन्छ हामी जस्तै काला काला हाम्रा भैँसी यो र ममा केही फरक छ यो र ममा केही फरक छ कमेन्ट गर्नु होला आजको कन्टेन्ट केही छैन त्यो मैसु दिमाग छ तेरो छैन त्यो मैसु दिमाग छ तेरो छैन माग बेच हाल्यो त इन्टरनेसनल त झ्याक्ने बेच जान्छस् म चाहिँ खसी हो यो चाहिँ बोका अरे सो गाइस को लाग्छ तपाईहरुलाई कमेन्ट गर्नु कहाँ से आते सो आजको कन्टेन्ट केही स्पेशल छैन हैन यस्तै गाउँसँग सफल हान्ने जाने त्यसो चलबल हान्न गइदिउँ भनेर सो स्पेशल के हुन्थ्यो तक्ला हान्ने हो यही हो मेरो लागि स्पेशल यतिकै हानेको हेर्न सक्नुहुन्छ ह्यान्डसम जसको कस्तो नराम्रो लाग्छ यतिकै तक्ला हान्दै जान्छु म सो हाम्रो गाउँको बोर्ड देखाइदिउँ है यही हो हाम्रो गाउँको बोर्ड गोवा फेरि इन्डियाको होइन है फेरि नेपाल कोलपुरको गोवा हो यो नझुक्किनु होला अगर भिजिट हान्नु छ भने गोवाको बोर्ड लिएर आउनु होला हामी तपाईँलाई पिकअप गर्न आउँछौँ त्यो रुखमा पनि आँपको फुल फले हान खत्रै न फुल फलेको छ अरू के होइन हाम्रो दाइको अर्को दाइको घरमा आँप यस्तो यस्तो बल छ नि हेर्न सक्नुहुन्छ म माया दिउला यो चाहिँ हाम्रो अन्ली वान लेटेस्ट पसलले गाउँमा यो यति टोलमा कसैको पसलै छैन हाम्रो आमाको छ आमा हाई भनिदिनु यतिको हुनु पऱ्यो नि ल बाबा साझा युट्युबमा कहाँ जाने त भाइहरू अब तल हाइलाइट हान्छु रोक साझा हाइलाइट हान्छु गाइज हाम्रो गाउँको भुतिया घर भनेर चिनिन्छ यो घरलाई यो घरमा भूत कतिवटा भूत बस्छन् गरे घरमा कर्सायो मैं डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ माँ कसम भूतको घर हो गरे यो ओए यहाँ भित्र कतिवटा भूत बस्छन् भन्दै त यहाँ चाहिँ एउटा त्यही नि म सो म चाहिँ यिनीहरूभन्दा हल्का ठुलो भूत हो सानो भूत हो सो गाइस फेरि पानी पर्न लागिसक्यो